हेलो साथीहरू, आज चाहिँ म बनाउँदैछु भेजिटेबल पोहा। यसको लागि लगेको छु मैले बदाम अनि चिउरा, मिक्स भेजिटेबल, कडी पत्ता, मसिनो टुक्रा गरी काटेको प्याज अनि यसको लागि म लग्दैछु तोरीको दाना। देख्न सक्नुहुन्छ तोरीको दाना। चुलोमा कराई नि बसालेर नि तेल राखिसके यसलाई चाहिँ सानो आगो गर्दैछु म अनि यसमा राख्दैछु पिनेट्स अनि यसलाई चाहिँ मजाले भुट्ने फ्राई गर्ने जबसम्म कि यसको काँचोपन हट्दासम्म मजाले सानो आगोमा मजाले भुट्नु पर्छ। अनि यसलाई भुट्यो भने जबसम्म यो चर्किदैन नि मजाले फ्राई हुँदैन नि तबसम्म चाहिँ मजाले फ्राई गर्नुपर्छ है त साथीहरू, अनि मात्रै मिठो हुन्छ। देख्न सक्नुहुन्छ यो आधी हाफ कुक भइसक्यो। अब यसलाई चाहिँ म अझै थोरै भुट्दैछु जबसम्म यसको भित्रको काँचोपन हट्दैन। नहट्दासम्म मजाले भुट्नुपर्छ यसलाई। अब म निकाल्दैछु, यो भइसकेको छ। देख्न सक्नुहुन्छ पुरै ब्राउन टाइपको भइसक्यो, भित्रको काँचोपन नि गइसक्यो मजाले। पिनेट्स फ्राई गरेर बचेको तेलमा म राख्दैछु तोरीको दाना। यसलाई चाहिँ चटचट हुन दिनुपर्छ। अब म राख्दैछु कडी पत्ता। जति कडी पत्ता धेरै राख्यो त्यति मिठो र टेस्ट आउँछ यो कडी पत्ताले। अनि यसपछि राख्दैछु म भेजिटेबल, मिक्स भेजिटेबल। यसलाई चाहिँ मजाले चलाउने। सानो आगोमा है, ठुलो आगो गऱ्यो भने डढ्छ नि त, त्यसैले सानो आगोमा मजाले यसलाई चलाउने पुरै। यसमा म राख्दैछु मसिनो गरी काटेको प्याज। आफूलाई जति चाहिन्छ त्यति राख्ने मजाले। यसलाई चाहिँ फ्राई हुन दिनुपर्छ, मजाले चलाउने जबसम्म कि यो हाफ कुक हुँदैन तबसम्म मजाले यसलाई भुट्ने। अब म राख्दैछु चिउरा। आफूलाई जति चाहिन्छ त्यति राख्ने। अनि म सफा पानीले पखाल्दैछु, जो कि यसमा फोहोर छ, डस्टहरू हुन्छ, त्यो जाने गरेर म एकचोटि मजाले चलाई पखाल्छु। लगभग हाम्रो चिउरा नि भइसक्यो। अब यसलाई साइडमा राख्ने। जो हामीले पकाउन राखेको तरकारी छ त्यो पाक्दासम्म साइडमा यसलाई छोडिदिने। अब यता हाम्रो तरकारी फुल कुक भइसकेको छ। देख्न सक्नुहुन्छ पुरै पाकिसकेको छ। अब यसमा म एड गर्छु खट्टा मिठा पोहा मसला। यसमा चाहिँ दुईटा फ्लेभर हुन्छ, एउटा तिखा जुन पिरो हुन्छ अनि खट्टा मिठा भन्ने हुन्छ। यो फ्लेभर दुईटा फ्लेभर मिक्स हुन्छ। अनि यसमा कुनै एक्स्ट्रा कुनै पनि मसला राख्नु पर्दैन। हामी खुर्सानी खाँदैनौँ, पिरो खाँदैनौँ, त्यसैले हामी यति नै राख्छौँ। यसमै हुन्छ दुईटै। त्यसैले अब हामीले जुन पिनेट्स फ्राई गरेर राखेको थियौँ यसलाई पनि एड गर्दैछु म। यसलाई चाहिँ मजाले मिक्स हुने गरेर मजाले पकाउनु पर्छ। पुरै मिक्स हुने गरेर यसलाई म एकछिनको लागि चलाउँछु। अघि पाकिसकेको तरकारीमा म एड गर्दैछु भिजाएर राखेको चिउरा। यसलाई मजाले राम्रोसँग राख्ने। अब यो चिउरा राखिसकेपछि मजाले यसलाई चलाउने। यसमा धनिया एड गर्न चाहनुहुन्छ भने पनि राख्न सक्नुहुन्छ। अरू भेजिटेबल राख्न चाहनुहुन्छ भने नि राख्न सक्नुहुन्छ। मैले चाहिँ यसरी बनाएँ साथीहरू। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला। लाइक गर्न चाहिँ नबिर्सिनुहोला है त। बाई बाई।